हिमालको काखमा लुकेको नीलो सपना जस्तै एउटा ताल। प्राकृतिक साहस र शान्तिको सङ्गम। आज हामी विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको नेपालको गहना तिलिचो तालको बारेमा केही रोचक कुराहरू लिएर आइसकेका छौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। तिलिचो ताल नेपालको मनाङ जिल्लामा अवस्थित ताल हो, जुन निकै प्रसिद्ध र धार्मिक ताल पनि मानिन्छ। यहाँ पुग्नको लागि हामीलाई 2 दिनको समय लाग्छ। आउनुहोस् यात्रा सुरु गरौँ काठमाडौँबाट। काठमाडौँदेखि डुम्रे बेसर हुँदै खाङसारसम्म पुग्न सकिन्छ। यहाँसम्म हामी मोटर अथवा गाडीमा पुग्न सकिन्छ। त्यहाँदेखि हाम्रो पहिलो दिनको पहिलो पैदल यात्रा सुरु हुन्छ। खाङसारदेखि 4-5 घन्टाको पैदल यात्रा गरेर तिलिचो बेस क्याम्पसम्म पुग्न सकिन्छ। यो 4-5 घन्टाको समयको घडीमा हामी निकै अप्ठ्यारो उकालो ओह्रालो बाटोहरूको आनन्द लिँदै हिमाली वन्यजन्तुहरूसँग हाँस्दै खेल्दै 1 घन्टाको पहिरो जाने बाटोको यात्रा गर्दै हामी तिलिचो बेस क्याम्पसम्म पुग्न सकिन्छ। यहाँ प्रशस्तै होटलहरू पाइन्छ। यहाँको होटलहरूमा अनलाइन पनि बुकिङ गर्न सकिन्छ। एक रात हामी यही बेस क्याम्पमै बसेर अर्को दिन तिलिचोको यात्रा बढाउनु पर्ने हुन्छ। अर्को दिन बिहान सबेरै 3 बजे उठेर तिलिचोको यात्रातिर अगाडि बढ्न सकिन्छ। यहाँदेखि तालसम्म पुग्न लगभग 5-6 घन्टा लाग्छ। यो 5-6 घन्टाको फेरि नयाँ घडीमा हामी सूर्य उदाउँदाको क्षण हिउँले भरिएका हिमालको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढाउनेछौँ। बेस क्याम्पदेखि 2 घन्टाको दूरीमा 22 घुम्ती भन्ने एउटा ठाउँ रहेको छ, जुन ठाउँ एकदमै उकालो र कठिनाइपूर्ण ठाउँ छ। यो ठाउँ पार गरेपछि हाम्रो हिउँको यात्रा बल्ल सुरु हुन्छ। हिउँसँग खेल्दै खेल्दै करिब 22 घुम्तीदेखि 2-3 घन्टाको यात्रापछि हामी तिलिचो तालसम्म पुग्न सकिन्छ। अब कुरा गरौँ यहाँको विशेषताहरू। तिलिचो ताल हिमालको काखमा बादलसँगै आँखा जुदाउँदै बसेको एउटा अद्भुत सौन्दर्य हो। मनाङ जिल्लामा अवस्थित यो ताल समुद्री सतहदेखि करिब 4919 मिटरको उचाइमा रहेको छ, जसलाई संसारकै सबैभन्दा अग्लो तालहरूमध्ये एक मानिन्छ। तिलिचो तालको पानी निलो, स्वच्छ र शान्त छ। वरिपरि अन्नपूर्ण, गगनपूर्ण र तिलिचो हिमालले घेरेको यो ताल प्राकृतिकको एउटा जिउँदो चित्र जस्तै देखिन्छ। यहाँको मौसम सधैँ बदलिँदो हुन्छ, कहिले घाम, कहिले हिउँ, कहिले तीव्र हावा। यही कठोर मौसमले तिलिचोलाई अझै रहस्यमय बनाएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि तिलिचो ताल पवित्र मानिन्छ। यहाँ स्नान गरे पाप नाश हुन्छ भन्ने जनविश्वास पनि छ। त्यसैले तीर्थयात्रीहरू पनि यहाँ आउने गर्छन्। तिलिचो पुग्न यात्रा सजिलो छैन। उकालो ओह्रालो, चिसो हावा र अक्सिजनको कमी बीच हिँड्नुपर्ने हुन्छ। यो पदयात्रा साहसी पर्यटकहरूका लागि जीवनकै अविस्मरणीय अनुभव बन्छ। तिलिचो ताल केवल पानीको थुप्रो होइन, प्राकृतिक साहस र आस्थाको सङ्गम हो, जहाँ पुगेर मानिस आफूलाई सानो तर भाग्यमानी महसुस गर्छ। तिलिचो ताल जहाँ प्राकृतिकको शान्तिले मन छोइदिन्छ र हिमालको मौनताले आत्मा बोल्छ। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने कथा होइन, आफैभित्र संसार भेट्ने अनुभूति हो। प्राकृतिकलाई माया गरौँ, सम्मान गरौँ र यस्ता अनुपम धरोहरलाई जोगाइराखौँ। फेरि भेटौँला। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। अब भेट्नेछौँ अर्को यात्रामा। हस्त धन्यवाद।